नमस्कार साथीहरू। आजको दुनियाँमा हरेक मान्छेले पैसाको पछाडि दौडिरहेको छ। तर के गर्ने? तपाईले कहिल्यै सोच्नुभयो पैसा हाम्रो पछाडि कहिल्यै दौड्ने होला? पैसा कमाउनु सजिलो छैन, तर असम्भव पनि होइन। पैसा कमाउने नियम बुझ्ने र त्यो अनुसार मेहनत गर्ने मानिस नै आज युगको मा सफल हुन्छ। आउनुहोस् त्यसो भए आजको यस भिडियोतर्फ लागौं। आजको यस भिडियोमा हामीले हेर्छौं विश्व प्रसिद्ध लेखकहरू जस्तै नेपोलियन हिल, रोबर्ट कियोसाकी, मोर्गेन हौसेल, क्याल नेपोलियन र स्टेफेन कैडी जस्ता का महान लेखकहरूको विचारबाट तय गरिएको पैसा कमाउने 10 सुनौलो नियमहरू। रुल्स नम्बर 1, स्पष्ट लक्ष्य र चाहना। नेपोलियन हिल भन्छ है, सफलता तब सुरु हुन्छ जब तपाईको मनमा चाहना ज्वलन्त बन्छ। तपाईको लक्ष्य स्पष्ट बनाउनुहोस्। कति कमाउने, किन कमाउने र कसरी कमाउने। मनमा चाहना नभए दिशाहीन मेहनत कहिल्यै नतिजा दिँदैन। रुल्स नम्बर 2, वित्तीय ज्ञान। रोबर्ट कियोसाकी भन्छ, पैसाको खेल जित्नको लागि पैसाको नियम बुझ्नुपर्छ। कियोसाकी भन्छन्, धनीहरू पैसा कमाउँदैनन्, उनीहरू पैसा चलाउँछन्। एसेट र लिएबिलिटी बीच फरक बुझ्नुहोस्। पैसा खर्च गर्ने होइन, कहाँ लगानी गर्ने, यी सोच धनीको सोच हो, धनीको चिन्ह हो। रुल्स नम्बर 3, ध्यान केन्द्रित काम। कार्ल न्युपोर्ट भन्छ, आजको युगमा ध्यान बिठोल्नेहरू धेरै कुराहरू छन्। मोबाइल नोटिफिकेसन र मनोरञ्जन। कार्ल न्युपोर्ट भन्छ, गहिरो काम गर्ने मान्छे नै गहिरो काम गर्न सक्ने मान्छे नै भविष्यमा सफल हुन्छ। दैनिक घण्टा विचलन बिना आफ्नो सिप ध्यान दिनुहोस्, त्यही नै तपाईको सबैभन्दा अगाडि पुर्याउने ऊर्जा हो। रुल नम्बर 4, धैर्यता र व्यवहार। मोर्गेन हौसेल भन्छ, पैसा केवल बुद्धिले होइन, व्यवहारले चल्छ। पैसासँग धैर्यले व्यवहार गर्ने मानिस अन्तमा धनी हुन्छ। छोटो समयमा नाफा होइन, लामो यात्राको सोच राख्नुहोस्। सञ्चय, संयम र निरन्तरता धनको शक्ति हो।
रुल नम्बर 5 सहयोग र शक्ति। एडम गार्ड भन्छ, सफल मानिसहरू अरूलाई सफल बनाउँछन्। सहयोग गर्नुहोस्, नेटवर्क बनाउनुहोस्, तर आफ्नो समय र ऊर्जा कहाँ दिनुपर्ने भन्ने सिमाना चाहिँ जान्नुहोस्। सकारात्मक सम्बन्धले तपाईलाई अवसर र सल्लाह सम्मान दिलाउँछ। रुल नम्बर 6 प्रभावकारी बानीहरू। स्टेफेन कार्बी भन्छ, सफल बानी नै लुकेको हुन्छ, सफलता बानीमा लुकेको हुन्छ। स्टेफेन कार्बीका 7 ह्याबिट्स अफ हायर इफेक्ट पिपुल अनुसार पहिलो बानी हो बी पोजिटिभ, अर्थात् पहल लिनुहोस्। दोस्रो बिगिन विथ द एन्ड इन माइन्ड, अर्थात् लक्ष्य सहित सुरु गर्नुहोस्। तेस्रो पुट फर्स्ट थिङ फर्स्ट, अर्थात् प्राथमिकता तोक्नुहोस्। यी बानीहरूले दैनिक जीवनलाई धन र समय दुवैमा समृद्ध बनाउँछ। रुल 7 जोखिम व्यवस्थापन। पैसाको संसारमा जोखिम अनिवार्य छ, तर बुद्धिमान पूर्वक जोखिम लिनुहोस्। सबै पैसा एकै ठाउँमा नलगाउनुहोस्। रोबर्ट कियोसाकी र मोर्गन होसल दुवै भन्छन्, जोखिम लिनु पनि जोखिम नै हो, तर बिना तयारी बिनाको जोखिम लिनु मूर्खता हो। रुल 8 मा हुन्छ निरन्तर सिकाइ। विश्व बदलिँदैछ, स्किल पनि बदलिँदैछ। कार्ल न्युपोल्ट र कियोसाकी दुवै भन्छ, जो नयाँ नेम कुरा सिक्छ उसले बजारमा आफ्नो मूल्य बढाउँछ। हरेक वर्ष नयाँ सिप सिक्ने बानी बनाउनुहोस्, त्यो नै तपाईको भविष्यको ढोका हो। रुल नम्बर 9 मा खर्च नियन्त्रण। मोर्गन होसलिन भन्छ, धन कमाउनु भन्दा कठिन कुरो हो त्यसलाई बचत गर्नु। आवश्यक खर्च रोक्नुहोस्, इमोसनल किनमेलमा बचाउनुहोस्। साँचो धन त्यो हो जुन तपाईले बचाउन सक्नुहुन्छ, न कि केवल देखाउनको लागि खर्च गर्नुहुन्छ। रुल्स नम्बर 10 इमानदारी र लामो सोच। धनी बन्नु सजिलो छ, तर दीर्घकालीन सफलता केवल इमानदारी र भरोसा र प्रतिष्ठाले आउँछ। कोबेडी भन्छ, थट्स इज द हायेस्ट फर्म अफ ह्युमन मोटिभेसन। लामो सोच राख्नुहोस् र छोटो बाटोको लोभले कहिल्यै स्थायी सफलता दिँदैन। अब सोच्नुहोस्, तपाई कुन नियममा कमजोर हुनुहुन्छ
कुन बानीले तपाईलाई प्रगतिमा रोकिरहेको छ? आजबाट यी 10 नियम मध्ये एक लागू गर्न सुरु गर्नुहोस्, किनकि पैसा तपाईको पछाडि तब मात्र आउँछ जब तपाईले आफ्नो सोच, बानी, मेहनतलाई सुधार्नुहुन्छ। यदि तपाईँ यो भिडियोमा मन पर्यो भने लाइक, शेयर, कमेन्ट पक्कै पनि गर्न नबिर्सनुहोला। यी आजको यस भिडियोबाट तपाईले पक्कै पनि एउटा न एउटा सिप त जान्नु नै हुनेछ भन्ने मैले बुझेको छु। बाँकी दिनमा राम्रो शुभ बितोस्, शुभ दिन तपाईको लागि सदैव होस्।